नमस्ते टु एभ्रिवान। म र मेरो चाहिँ लजमा प्लान्ट किन्न गएको थियौँ है। अनि वरिपरि सबै घुमेर हेरेँ कि यो नेपालमा पाउने छिर्कीमिर्की पनि टन्ने थियो है। यो त कहिले मर्दैन नि त, बाह्रैमासे हुन्छ यो है। यिनीहरू के त यो नेपालमा कति पाउँछ है, नेपालमा त फ्रीमा पाउँछ, तर यहाँ त महँगो छ नि। $10-12 पर्छ त्यो सानोको पनि। यो ठुलो प्लान्ट है कति डलर थियो थाहा भएन, तर सबै प्लान्टको प्राइस चाहिँ $14-15 $14-15 थियो कि। अनि मैले चाहिँ 5वटा प्लान्ट ल्याएर आएँ। अनबिल अघि नै 3टा प्लान्ट किनिसक्यो कि, मतलब चुज गरिसक्यो। अनि उसले 3टा राख्यो सानो सानो, अनि मैले 5वटा ल्याएँ। इन्डोर प्लान्ट राख्नु मन लाग्छ कि, तर किरा आउँछ कि घरभित्र चाहिँ। घरभित्र राख्दा किरा आउँछ अनि मरिहाल्छ, एक दुई दिन पहेँलो भएर आउँछ। खै कसरी हो, मैले चाहिँ इन्डोर प्लान्ट खासै स्याहार्नु सक्दिनँ है। अनि मलाई यो मनी प्लान्ट मन परिरहेको थियो, नेक्स्ट टाइम ल्याउँछु भने त्यही छोडेर आएँ। यसको चाहिँ तर $24 कि कति थियो है। हुन त त्यो गमलाले गरेर होला, गमला महँगो भएर होला। यति ल्याएर म चाहिँ घरतिर आएँ। थ्याङ्क यू, बाई बाई, सी यू नेक्स्ट भिडियो।